श्रद्धेय सभापति आदरणीय मित्र खिलदोज पन्थीज्यू, नेपाली कांग्रेस पार्टीका महामन्त्री आदरणीय मित्र गगन कुमार थापाज्यू, आदरणीय नेता अग्रज व्यक्तित्व पार्टीका केन्द्रीय सदस्य चन्द्र भण्डारीज्यू, पार्टीका सबै आदरणीय केन्द्रीय सदस्यज्यूहरू, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका आदरणीय सभापति अमर सिंह पुन र प्रदेश कार्य समितिका सबै आदरणीय साथीहरू, जिल्ला कार्य समितिका, क्षेत्रीय कार्य समितिका, पालिका कार्य समितिका, वडा टोलसम्मका विभिन्न जिम्मेवारीमा रहनुभएका आदरणीय साथीहरू, पार्टीको विभिन्न भातृ संस्थामा नेतृत्व गरिरहनुभएका आदरणीय साथीहरू, पत्रकार मित्रहरू र यो समारोह स्थलभित्र रहनुभएका सँगै यो आवाजले जहाँसम्म छोइरहेको छ, म सबैलाई हार्दिक सम्मान गर्न चाहन्छु, हार्दिक अभिवादन गर्न चाहन्छु। आदरणीय मित्रहरू, 3 वर्ष अगाडि भुवन श्रेष्ठजी सभापति रहनुभएको बेलामा प्रथम जिल्ला सम्मेलनमा निम्ति आउनु भएको थियो। म क्षमा चाहन्छु, त्यो बेला आउन पाइनँ। त्यसबेला मेरो परिवारको ज्येष्ठ सदस्य मेरो बडाबाको निधन भयो र म आउन पाइनँ। गएको वर्ष पनि यस्तै भव्य समारोह थियो। म अघिल्लो साँझ विराटनगरबाट आएको थिएँ। काठमाडौँबाट जहाज उड्ने कार्य दिउँसो 1 बज्दासम्म पनि भएन। त्यसबेला पनि आउन पाइनँ, त्यसका लागि पनि क्षमा चाहन्छु। र यो वर्ष चाहिँ मैले जहाजको पनि भर नगरिकन हिजै साँझ नै गुल्मीको साथीहरूको बिचमा पुग्न छ भनेर तपाईँहरूको बिचमा आउन पाएँ। आज तपाईँहरूको बिचमा यति सुन्दर जिल्ला, प्रकृतिको हिसाबले सुन्दर, धार्मिक दृष्टिले सुन्दर, मेहनती आमा बुबा दिदीबहिनी दाजुभाइहरू ऊर्जाशील युवाहरू भएको दृष्टिले सुन्दर, यो सुन्दर जिल्लामा फेरि पनि आउन पाउँदा खुसी लागेको छ। यद्यपि जिल्ला सम्मेलनहरूमा आउन नपाएको भए पनि म विगतमा कहिले विद्यार्थी सङ्गठनको कार्यक्रममा, कहिले तरुण दलको कार्यक्रममा, कहिले दजाकोटमा आगलागी हुँदै गर्दा, कहिले अर्को कुनै कार्यक्रममा आउँदा सिमीचौरमा किसान युवा मित्र विनोद कुँवरकोमा बस्दै गर्दा गुल्मीसँगको हाम्रो सम्झना आत्मीयता धेरै छ। गुल्मी भनेर जान्दै गर्दाखेरि, नजिकबाट जान्दै गरेको नेता निश्चय नै विद्यार्थी राजनीति गर्दा आदरणीय चन्द्रदाय हुनुहुन्थ्यो। तर कुनै बेलामा नेपाल विद्यार्थी सङ्घको केन्द्रीय कार्य समितिको सदस्य रहेर एनपी साउद सभापति र चन्द्र भण्डारी महामन्त्री रहनुभएको नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्य समितिले सङ्क्रान्ति भन्ने पत्रिका निकाल्दै गर्दा म सम्पादक थिएँ। देशभरिका शहीदहरूमध्ये कुनै शहीदको विवरण मैले लेख्नु थियो र लेख्दै गर्दा मैले छनौट गरेको व्यक्तित्व शमशेर बहादुर खत्री हुनुहुन्थ्यो। शमशेर बहादुर खत्रीलाई कसरी निर्ममतापूर्वक मारिएको थियो भन्ने कुरा हामीले सुनेका थियौँ र त्यसलाई अक्षरशः लेख्ने अवसर मैले पाएको थिएँ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, शमशेर बहादुर खत्रीले हामीले जस्तै सहज ढङ्गले श्वास फेरेर जिन्दगीका अनेक सपनाहरू पुरा गर्न पाउनु भएन, जमिन मुनिमा गाडिनु भयो होला। तर तपाईँ हामी जान्दछौँ नि, गहुँको बोटमा फलेका गहुँको 2टा गन्तव्य हुन्छ। एउटा त्यही बोटमा फलेको गहुँ बोरामा प्याक हुन्छ, मिलमा लगेर पिसिन्छ, चक्कीमा पिसिन्छ, पिठो आटा बन्छ, मान्छेको पेटमा पुग्छ र भोलिपल्ट त्यो ढलमा गएर मिसिएर त्यसको अस्तित्व समाप्त हुन्छ। तर त्यही वृक्षमा फलेको गहुँको अर्को दाना मिलमा चक्कीमा पिसिँदै ढलमा जाँदैन, जमिन मुनि गाडिन्छ बिउ बनेर र त्यसले नै वंश विस्तार गर्छ। आज शमशेर बहादुर खत्री हुनुहुन्न, तर जमिन मुनि गाडिएका तिनै शमशेर बहादुर खत्रीको वंश विस्तार भएर आज गुल्मीमा ऊर्जाशील भएर काङ्ग्रेस शमशेर बहादुर खत्रीको शालिगमा माल्यार्पण गरिराखेर आफूलाई नयाँ जोसका साथ लिएर जाने सङ्कल्प गरिरहेको बेला छ। शमशेर बहादुर खत्रीहरूकै योगदानको परिणाममा इतिहासमा कुनै बेलामा चैत्र 26 आएको थियो र आज चैत्र 26 गते हामी यहाँ संवाद गरिरहेका छौँ। यदि 46 सालको परिवर्तन पछाडि सुरुवातको चरणमा देशले हिंसात्मक द्वन्द्वमा नगएको हुँदो त आज गुल्मीको अनुहार आज जति उज्यालो छ, देशको अनुहार जति उज्यालो छ, त्यसको बावजुद पनि देश आज योभन्दा पनि अझै अगाडि जान सक्छ। त्यसका बावजुद पनि बेला बेला जब साथीहरूको बिचमा चर्चा हुन्छ, पार्टीकै साथीहरूले या अरूहरूले भन्दै हुनुहुन्छ कि देशमा निराशा छ भन्दै गर्दा मलाई लाग्छ कि हामी एकदम बिल्कुल प्रष्ट हुनुपर्छ
नेपाली भाषाको शब्द निराशा भन्नु र नेपाली भाषाकै शब्द असन्तुष्टि भन्नुको बीचमा ठुलो फरक हुन्छ। नागरिक पङ्क्तिमा निश्चय नै कैयौं प्रश्नमा असन्तुष्टि छ। त्यो असन्तुष्टिलाई भजाइराखेर पुरानै शासन प्रणालीतिर फर्किन सकिन्छ कि भन्ने भ्रम पनि छ। आज गुल्मीमा यहाँ सभा हुँदै गर्दाखेरि काठमाडौँमा पनि राज संस्था फिर्ता गराउनुपर्छ भनेर सभा भइरहेको छ। एउटा समानता छ त्यो सभा र यो सभाको बीचमा, तर एउटा पृथकता छ त्यो सभा र यो सभाको बीचमा। यो सभा हुँदै गर्दा शान्तिपूर्णै छ, तिनकुनेको जस्तो भएर शान्तिपूर्णै प्रदर्शन गरेकोमा काठमाडौँमा प्रदर्शन गर्ने राप्रपालाई पनि बधाई छ। तर फरक एउटा छ, यहाँ सभा हुँदै गर्दा कसैले सटर बन्द गर्नु परेको छैन। काठमाडौँमा आज राजा ल्याउँछु भनेर सभा कसैले गर्दा सटर बन्द गरेर सबै मान्छे आफ्नो सुरक्षाको लागि लागेको अवस्था छ। त्यो असन्तुष्टिलाई निराशा भनेर भजाउने प्रयास साथीहरूको जारी छ। तर मलाई लाग्छ आदरणीय आमा बुबा दिदीबहिनी दाजुभाइहरू, हामीले नेपाल एउटा नवीन सम्भावनाको मोडमा छ भन्ने कुरालाई बुझ्नुपर्छ। नेपाल निश्चय नै सम्भावनाको मोडमा छ। 10 वर्षे हिंसात्मक द्वन्द्व चलिरहेको बेलामा निश्चय नै विकास निर्माणको विषय तीव्र गतिमा हुन सक्दैन। तर अहिले तुलनात्मक रूपले केही कामहरूमा प्रगतिहरू सुरु भएको छ। देशले कुनै बेला भूकम्प बेहोर्यो, कुनै बेला नाकाबन्दी बेहोर्यो, कुनै बेला कोरोनाको महामारी बेहोर्यो। यी सबै चरणहरूबाट अघि बढेर आज देश एउटा सम्भावनाको मोडमा छ। 3वटा तहको सरकार बनेको छ। कतिपय देशमा मुख्य प्रतिस्पर्धी शक्तिहरूको द्वन्द्वको कारण निराशा हुन्छ। मुख्य प्रतिस्पर्धी शक्ति कांग्रेस र एमाले मिलेर सरकार बनाएको अवस्था छ। संसदमा रहेको प्रतिपक्षी दल माओवादी पार्टी पनि गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिएको अवस्था छ। त्यसैले अहिले देशलाई एउटा सम्भावनाको नवीन मोडमा छ र देशलाई अगाडि लिएर जान सकिने सम्भावना छ। हामीले बुझ्नुपर्छ। कोरोनाको महामारीपछि आन्तरिक पर्यटन बढेर गएको छ। घुम्ने क्रम भयो। क्रिकेटको मैदानमा ब्याट बोकेर संसारको बडे बडे देशलाई चाहिँ मैदानमा परास्त गर्दै गरेको, टक्कर दिँदै गरेको दृश्य के त्यो हाम्रो आशाको सम्भावनाको कुरा होइन। नेपाली महिला खेलाडीहरूले फुटबलको मैदानमा बडे बडे राष्ट्रहरूसँग टक्कर दिएर नेपाली महिलाहरूमा हामी नेपाली सबै नागरिकमा ऊर्जा दिएको विषय के आशाको विषय होइन। हिन्दी फिल्म आउँदैछ अरे काठमाडौँको कुनै हलमा, अजय देवगनको सिंघम आउँदैछ अरे भन्दा नेपाली फिल्म निर्माताहरू थर डराउँथे। सबै नेपाली फिल्महरू पर्दाबाट उत्रिन्थ्यो। तर अहिले भर्खर आएको एउटा पूर्णबहादुरको सारङ्गी नाम गरेको फिल्मले सारा हिन्दी फिल्महरूलाई उतारी राखेर नेपाली फिल्मले पनि करोडौं करोडौं कमाउन सक्छन् भनेर फिल्मकर्मीहरूबाट एउटा उत्साहको सन्देश दिएको होइन। डिजेल र पेट्रोल मात्रै ल्याएर अर्काको देशबाट लिएर आएर गाडीहरू कुदाइरहने देशमा आज इलेक्ट्रिक भेहिकलहरू बिजुलीबाट चल्ने गाडीहरू हाम्रो देशमा हाम्रो देशको बिजुलीबाट उत्पादन गरेर चल्दै गरेको दृश्य। घरमा ग्यास भारतको मात्रै ल्याएर चलाउँदै बाल्दै गरेका नागरिकले आज बिजुलीबाट बन्ने इन्डक्सन चुलोबाट खाना पकाउन थालेको दृश्य के यो उज्यालो सम्भावनाको दृश्य होइन। आज साँझ पर्दै गर्दा गुल्मीको तङघासमा नेपाल देशको जुन बत्ती बलिरहेको हुन्छ, आजको साँझ पर्दै गर्दा बङ्गलादेशले पनि नेपालबाट गएको बत्ती बालेर उद्योग चलाइरहेको हुन्छ। के यो सम्भावनाको सङ्केत होइन? भारतले डिजेल र पेट्रोल मात्रै पठाइरह्यो, तर अहिले त्यही भारत डिजेल र पेट्रोलको मात्रा हामी घटाउँदै गयौँ र भारतको प्रधानमन्त्रीको सामुन्ने नेपालको प्रधानमन्त्रीले जाँदा भन्न सक्नुभयो, भारत के प्रधानमन्त्री नरेंद्र मोदी जी, क्या आपको विद्युत खरीदना है? नेपाल के नदियों से हम लोगों ने विद्युत की उत्पादन बहुत बड़ी संख्या में कर रहे, आप खरीदना चाहते हैं? आज नेपाल देशले 10,000 मेगावाट बिजुली भारतलाई दिन सक्ने ताकत बनाएर गयो। त्यसैले यो बेलामा कसैले पनि निराशाको शब्द बन्चाउने हो म असन्तुष्ट छु कैयौं कुराले। जब खेतमा मैले धान रोप्दै गरेको हुन्छु, मैले मल पाइनँ भने ममा असन्तुष्टि हुन्छ। तर मलाई कसैले सोधोस् कि तिमी असन्तुष्ट भएको बेला तिमीलाई मल चाहिएको हो कि राजा भनेर भन्यो भने मलाई कोही राजा होइन, मलाई मेरो गणतन्त्रले मेरो खेतमा मल ल्याइदियोस्। तपाईँको सपना के हुन्छ? तपाईँको अपेक्षा के हुन्छ? सिडिओ कार्यालयमा गएको नागरिक कामको लागि जाँदै गर्दा सबै डकुमेन्ट रेडी भइसकेर जाँदाखेरि पनि आज काम हुँदैन भोलि भनेर सुन्दै गर्दाखेरि निश्चयले ऊ असन्तुष्ट भएर निक्लिन सक्छ, गुनासो गर्न सक्छ, कांग्रेसलाई गाली गर्न सक्छ, नेताहरूलाई गाली गर्न सक्छ, गणतन्त्रलाई गाली गर्न सक्छ। तर तिमीलाई सिडिओ कार्यालयमा तिम्रो डकुमेन्ट सबै सही हुँदै गर्दा आजै काम हुने खालको व्यवस्थामा यही व्यवस्थाभित्रबाट अवस्थामा सुधार चाहिएको हो कि राजा चाहिएको भन्दै गर्दा उसले आफ्नो अवस्थामा सुधारको कुरो मागिरहेको हुन्छ।
त्यसैले आदरणीय आमा बुबा दिदीबहिनी दाजुभाइहरू हिजोभन्दा अवस्था अनुकूल बनाउने प्रयासहरू भइरहेका छन्। हिजोभन्दा देशलाई समुन्नत बनाउने प्रयासहरू भइरहेका छन्। बत्ती नबलेका गुल्मीका गाउँहरूमा आज बत्ती बलिरहेको तथ्य के हामी एउटा आशाको सम्भावनाको विषय होइन? बाटो नपुगेको गाउँहरूमा बाटो बन्दै गरेको तथ्य, बुटवलसँग छोटो समयमा पुग्न सकिने गरी फास्ट ट्र्याक बन्दै गरेको तथ्य, कालीगण्डकी किनारको करिडरलाई 2 घण्टाबाट 1.5 घण्टामा झार्न सक्ने गरी स्तरोन्नति भइरहेको विषय। मेरो बाबालाई लिएर गएर डायलिसिस गर्नु छ भनेर काठमाडौँको बुटवल जाँदै गरेको नागरिकले तमघासमै डायलिसिस गर्दै गरेको विषय। हतारो छ काठमाडौँ उड्नु पर्यो भन्दै गर्दा भैरवाको एयरपोर्टतिर उड्दै गरेको मान्छे गुल्मीको एयरपोर्टबाट उड्दै गरेको विषय। सदरमुकाममा आएर कलेज पढेको बाबुआमाको छोरा या छोरीले गाउँमै +2 पढ्दै गरेको विषय के यो आशाको सम्भावनाको विषय होइन। त्यसैले हामीले असन्तुष्टि पनि छ तर आशा पनि छ, दुईटै कुरा देख्नुपर्छ। त्यसैले पछिल्लो पुस्तालाई घरमा बुझाउँदा पनि भनौँ बाबु, ग्लासमा देखिएको आधी पानीलाई हेरिराखेर आधी ग्लास खाली छ भन्ने कुरा निराशाको मनोविज्ञानले भन्दा आधी ग्लास खाली हुनु भनेको पुरै खाली हुनु होइन, आधा ग्लास खाली हुनु भनेको आधा भरिएको पनि हो। त्यसैले आधा भरिएको छ, बाँकी भर्न बाँकी छ। यो देश बन्दैन कसैले भन्दै गर्दा भनिदिँदा हुन्छ यो देश बन्दैन, यो देश बनाउन सकिन्न, यो सतीको श्राप परेको देश हो कसैले भनिदिँदा हुन्छ। तर ऊर्जाशील काङ्ग्रेसले गाउँमा गएर भन्नुपर्छ यो देशमा केही भएको छैन, होइन केही भएको छ, धेरै गर्न बाँकी छ, गर्न सकिन्छ, गर्ने हो, हामीले गर्ने हो, हाम्रो जीवनकालमा गर्ने हो। यो सतीको श्राप परेको देश होइन, भगवान गौतम बुद्धको आशीर्वाद प्राप्त देश हो भन्ने कुरालाई आम नागरिक पङ्क्तिमा भर्नलाई, ऊर्जा भर्नका लागि काङ्ग्रेस ऊर्जाशील भएर गाउँ जानलाई जरुरी छ। आदरणीय आमा बुबा दिदीबहिनी दाजुभाइहरू, यो बेलामा परिवर्तनका केही विषयहरूको सन्दर्भमा हामी गम्भीरतापूर्वक ध्यान दिइरहेका छौँ। देशलाई परिवर्तन जरुरी छ, तर कस्तो परिवर्तन? अवस्थामा परिवर्तन। त्यो भनेको के हो भन्दा ढिला सुस्तीको कारण कैयौँ कामहरू अड्किएका छन्। भ्रष्टाचार निवारण 2059लाई संशोधन गरेर 76 सालमा कानुन आयो। हाम्रो कमजोरी भयो, ढिला सुस्ती भयो, बल्ल कानुन बन्यो। आदरणीय शिक्षक गुरुआमाहरू काठमाडौँमा आन्दोलन गरिरहनु भएको छ। 50 वर्षपछि शिक्षा विधेयक गणतन्त्रले नै रोकेर ल्यायो। आइपुगेको शिक्षा विधेयकलाई संसदबाट संसदीय समिति हुँदै टुङ्ग्याउनलाई समय लाग्यो। आज शिक्षकहरूले गुनासो गरिरहनु, उहाँहरूको विषयलाई गम्भीरतापूर्वक हामी हेर्छौँ। हामी कुनै अर्को दलले जस्तो अमुक दलको कारण, अमुक सरकारको कारण, अमुक नेताको कारण ढिलाइ भएको भनेर अरूलाई दोष गर्न हामी चाहन्दैनौँ। हामी जिम्मेवार ढङ्गले हामी सबैले यसमा साझा रूपमा श्रेयको अंशियार छौँ कि 50 वर्षपछि शिक्षा विधेयक आएको छ, हामी साझा रूपमा दोषको भागीदार छौँ कि संसदबाट त्यसलाई टुङ्ग्याउन सकिएको छैन। आज संसदबाट आगामी संसदको पहिलो बैठकबाट त्यसलाई अगाडि प्रक्रिया बढाउने गरी सबै राजनीतिक दलहरूको साझा ढङ्गको प्रतिबद्धता र सरकारको वचनबद्धता पछाडि काठमाडौँमा बसिरहेका आदरणीय गुरुआमाहरूलाई स्कुलतर्फ चाहिँ फर्काउन चाहिँ गाउँतर्फ फर्काउन चाहिँ जरुरी छ। ठिक छ, काठमाडौँबाट पठाउनलाई जरुरी छ। हाम्रो ढिला सुस्तीको कारण तपाईँले देखिरहनु भएको छ नि, यो बाटो बन्नुपर्ने बन्न थाल्यो, वर्षको बनिसकेका छैन, पुल बन्न थाल्यो, पुल बनिसकेको छैन। महाराधिराजा ल्याएर गद्दीमा राखेर पुलको काम बढ्ने होइन, बाटोको धुलो आफै अन्त हुने होइन। हामीले सोच्न जरुरी छ। हामी सोचिरहेका छौँ कि कसरी धनी राष्ट्र अमेरिका राति पनि पुल बनाउँछ, धनी राष्ट्र बेलायत राति पनि बाटो बनाउँछ, त्यसै गरेर नेपाल देशमा कसरी 3 सिफ्टमा काम गर्न सकिएला। बिहान 9 बजेदेखि अपराह्न 5 बजेसम्म काम गरेर सूर्य अस्त नेपालमा अलिकति पिएर होस् नपिएर होस् साँझ परेपछि सारा नेपाल घुर्ने काम मात्रै जुन हुन्छ, यसलाई कसरी बन्द गराउने, पुल राति पनि कसरी बनाउने, बाटो राति पनि कसरी बनाउने। 24 घण्टामा 3वटा 8 घण्टा हुन्छ, एउटा 8 घण्टा काम गरेर बाँकी 16 घण्टा थम्क्याउने होइन। एउटा 8 घण्टा एउटा श्रमिकको टिमले काम गरेपछि अर्को 8 घण्टा अर्को श्रमिकको टिमले, अर्को 8 घण्टा अर्को श्रमिकको टिमले 8 घण्टा 8 घण्टा 8 घण्टा गरेर 24 घण्टालाई 3 सिफ्टमा गरेर काम कसरी बढाउने, हामीले यो सोच्न जरुरी छ। हामी त्यो दिशातर्फ सोच्ने पहल गरिरहेका छौँ। त्यसैले त्यो भन्दै गर्दा समयमा फेरि यो पनि भन्नु छ कि बुटवलसम्म जोडिने फास्ट ट्र्याक बन्यो भने यो नसोच्नु होला कि गुल्मीबाट त्यो बुटवल गइरहेको छ, त्यो मात्रै होइन। गुल्मीबाट बुटवल गइरहेको फास्ट ट्र्याक बुटवलबाट गुल्मी पनि आइरहेको हुन्छ। त्यसैले यहाँका मानिसहरूको बुटवलतिरको बसाइ सराई हिजोको दिनमा भयो होला, जुन बेला बाटो थिएन, अस्पताल थिएन, बिजुली थिएन,
विद्यालय थिएन, +2 थिएनन्, एयरपोर्टहरू थिएन। आज बुटबलमा जे छ त्यो भन्दा बढी धेरै चिजहरू गुल्मीसँग छ भनेपछि गुल्मीबाट ओह्रालो जाने बाटोसँग मान्छेको बसाइ सर्ने क्रमलाई रोकिराखेर बुटबलबाट यता फर्किने कामको लागि पनि हामीले बढाउन जरुरी छ। कामको गति बढाउन तपाईँ जान्नुहुन्छ, देशमा स्थिरता जरुरी छ। संविधानको धारा 76 को उपधारा 5 को व्याख्या सम्मानित सर्वोच्च अदालतले गरिसकेपछि अब संसद 5 वर्षसम्म कसैले हल लगाउन सक्दैन, तर तपाईलाई 5 वर्ष टिक्ने प्रधानमन्त्री चाहिएको छ। यसको लागि के बाटो हुन सक्छ? 4वटा बाटो छ। अहिले जस्तो छ यसैबाट 5 वर्ष प्रधानमन्त्री आउला भन्ने एउटा कारुणिक आशा। दोस्रो, कतिपयले भने जस्तै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था 2 संविधान सभाले छलफल गर्न अस्वीकार गरिसकेको विषय हो। तेस्रो, कतिपयले भन्दै गर्दा राजा ल्यायो भने स्थिरता होला, 15 महिनामा वर्ष दिनमा प्रधानमन्त्री बदलिरहनु भन्दा एउटा राजालाई ल्याएर गद्दीमा राख्यो भने त राजालाई बदलिरहनु पर्दैन, स्थिरता हुन्छ। तर नबिर्सौँ, आज गुल्मीले गाउँ-गाउँमा यो कुरो राखोस्, हो निश्चय नै हामी पनि कोही सहमत छैनौँ, खुसी छैनौँ कि 15 महिनामा वर्ष दिनमा प्रधानमन्त्री बदलेर अस्थिरता बनाएको कुरासँग हामी सहमत छैनौँ। तर राजा गद्दीमा बसेको बेलामा 30 वर्ष पञ्चायतको बेलामा 16वटा सरकार बनेको, त्यो अस्थिरता हो कि होइन? राजा ज्ञानेन्द्रले 2059 सालमा कु गरेर 62-63 को आन्दोलनबाट विस्थापित हुनु पूर्व सरकार बनाउँदै गर्दा 4वटा सरकार 3 वर्षको अवधिमा बनाएका थिए, त्यो अस्थिरता हो कि होइन? त्यसैले स्थिरताको लागि हामी नवीन खालको बहसमा यस बेलामा गइरहेका छौँ। खास गरी पार्टीका महामन्त्री गगन थापाले राख्दै गरेको एउटा अवधारणा, त्यसमा विश्वप्रकाशले अलिकति थप्दै गरेको अवधारणा, अरूको कुरा सुन्दै गरेर गाँस्दै गरेर मेच्योर ढङ्गले एउटा नयाँ दृष्टिकोण बनाएर जनताको बीचबाट निर्वाचित भएर आउँदा सबैभन्दा ठुलो दल जुन बन्छ, प्रत्यक्ष तर्फबाट प्राप्त गरेको सिट र समानुत र लोकप्रिय मतको आधारमा सबभन्दा जुन दल ठुलो बन्छ त्यो दलले सरकार चलाउने, दोस्रो र तेस्रो दलले च्याके थाप्ने कामको पद्धतिलाई अन्त गरेर उनीहरू प्रतिपक्षमा बस्ने भन्ने एउटा वैधानिक व्यवस्था गर्ने बित्तिकै सरकार स्थिर बन्ने एउटा सम्भावना बन्छ। तर सबभन्दा ठुलो दल त भयो, तर बहुमत भएन भने के गर्ने भन्दा विनर्स टेक अलको थ्योरी बमोजिम निर्वाचन आयोगमा पहिले विज्ञहरूको नाम सूची बुझाएकोबाट आवश्यक नपुगेको संख्या दिन सक्ने पद्धति बन्न सक्छ। त्यस्तो प्रधानमन्त्रीले संसदीय दलबाट विश्वासको मत लिने, 2 वर्षका लागि प्रधानमन्त्री बन्ने, 2 वर्ष पछाडि केही प्रगतिका इन्डिकेटरहरू हेरिराखेर अनि विश्वासको मत संसदीय दलमा प्राप्त गरे भने बाँकी 3 वर्षको अवधि काम गर्ने। यदि उनले राष्ट्रको हित विपरीत, संविधानको हित विपरीत कर्महरू गरे भने कसैको पनि हित नलाग्ने गरी संसदबाट महाभियोग लगाएर विदा गर्न सकिने यो खालको पद्धतिमा जाने हो कि त भन्ने खालका मलाई लागिरहेको कुरो मैले साथीहरूको बिचमा पनि राखेको छु। गगनजीले पनि त्यस्तै कुरो राख्नु भएको छ, अरू साथीहरू पनि आउला। हामी ढुक्क छौँ, गणतन्त्रभित्रैबाट देशलाई स्थिरता दिन सकिन्छ, गणतन्त्रभित्रैबाट देशलाई समुन्नतिमा लिएर जान सकिन्छ। आदरणीय साथीहरू, यो भन्दै गर्दा सँगैमा म तपाईँहरूलाई अर्को प्रसङ्गमा पनि गाँच्न चाहन्छु। देश संविधान मात्रैले, स्थिरता मात्रैले बन्दैन, संविधानसँगै संविधान अनुकूलको आचरण, राजनीतिक संस्कारमा परिवर्तन, हामी प्रत्येकमा रूपान्तरण, यो सार्वजनिक सभा हो, सार्वजनिक सभामा सार्वजनिक प्रकृतिको विषय होला। हामी कसैको आलोचनामा गाली नभन्दा पनि आफ्नो दृष्टिकोणको कुरामा हो। आज त्यो संस्कारको विषय जरुरी छ। एउटा मित्रले मलाई अलि अगाडि भन्नुभयो कि यो राजनीतिक संस्कार भन्ने कुरो चाहिँ पुराना दलहरूसँग भन्दा पनि यो नयाँ दलसँग बढी छ। अनि मैले भने नयाँ दलसँग बढी छ भने ठिक छ, नयाँ ऊर्जा छ, नयाँ उत्साह छ, सकारात्मक रूपमा ल्याउँदा के छ? उहाँले भन्नुभयो कांग्रेसले आरोप लाग्दै गरेको आफ्नो नेताहरूलाई जोगाएको देखिन्छ। राजसभाले आफ्नो एउटा सांसदलाई आरोप लाग्दै गर्दा सांसदबाट पनि हटायो, पार्टीको जिम्मेवारीबाट पनि हटायो, ढाकाराम श्रेष्ठलाई। मैले भने ओहो क्या गजब, आरोप लाग्दा नै पश्चात, कति राम्रो उदाहरण, साँच्चै हामीले पनि अनुकरण गर्नुपर्ने जस्तै लाग्यो। तर अलिपछि थाहा भयो यो फन्डा रहेछ। म कुनै राजसभाको साथीहरूलाई आलोचना गर्नका लागि, गाली गर्नका लागि गुल्मी आएको होइन, तर जे तथ्य हो त्यो तथ्य राख्दै गर्दा के देखियो भने आरोप मात्रै लाग्दै गर्दा ढाकाराम श्रेष्ठलाई पदबाट हटाएको पार्टीले संसदीय छानबिन समितिले जब प्रचलित कानुन बमोजिम कारबाही गरेर अमुक व्यक्तिलाई भन्दै गर्दा उसले क्लिन चिट भन्ने अभिव्यक्ति राख्यो। त्यो कुनै लोकतान्त्रिक संस्कृति बमोजिमको कुरा थिएन। प्रहरीले अनुसन्धान गर्दै गर्दा कांग्रेसका पनि मन्त्रीहरू गए, कांग्रेसका पनि विभिन्न जिम्मेवारीमा रहेकाहरू जेलमा गए। कांग्रेस पार्टीले अपिल गरेर यो राजनीतिक प्रतिशोधको प्रदर्शन गरेर कसैलाई भनेन, भन्दैन, ढुक्क हुनु होला।
तपाईहरुले आशा अपेक्षा गरेको चन्द्र भण्डारी हुनुहोस् या विश्वप्रकाश र गगन थापाहरू हुनुहोस्, जीवनको कुनै कालखण्डमा कुनै मुद्दामा भ्रष्टाचार जन्य मुद्दामा काठमाडौँमा गिरफ्तार गरेको सुन्नुभयो भने तरुण दल र नेमीसँगको झण्डा बोकेर गुल्मीको सडकमा हाम्रो रिहाईको लागि प्रदर्शन गर्नु पर्दैन, कानुनलाई भरोसा गर्नुपर्छ। तर सभापतिजीको केस पछाडि राजनीतिक प्रतिशोधको कुरा अभिव्यक्ति राख्यो। यस बारेमा म धेरै टिप्पणी गर्दिन। अर्को मित्रले भन्नुभयो न पुरानो दलसँग हुन्छ संस्कार न नयाँ दलसँग छ संस्कार, संस्कार छ त महाराधिराज पुराना राजासँग छ संस्कार। मैले सम्झेँ तिनकुनेको घटना। तिनकुनेमा प्रदर्शन भयो, कसको आह्वान? फागुन 7 गते पूर्व राजा ज्ञानेन्द्रले पोखराबाट भिडियो सन्देश जारी गर्नुभएको थियो, भन्नुभएको थियो अब बेला भयो मलाई साथ दिनुहोस्। आफ्नो आह्वानमा भएको प्रदर्शनमा भएको तोडफोड र हिंसामा नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन? क्यामेरा चलाएर यहाँ लाइभ गर्दै गरेका साथीहरू, यस्तै युवा कुनै साथी आगो लागेर लाइभ गर्दै गर्दा जल्दै गर्दाखेरि महाराधिराजलाई दुख्नुपर्छ कि पर्दैन? कांग्रेस दलले गौरव गर्नुपर्छ हामी बीपी कोइरालाका सन्तति हौं। बीपी कोइरालाका आह्वान र देशमा संघर्ष हुँदै गर्दाखेरि सशस्त्र विद्रोह पनि भएको थियो। बीपीले अदालतमा उभिएर बोल्दै गर्दाखेरि भन्नुभयो श्रीमान यद्यपि यी हिंसाका घटनाहरूमा म प्रत्यक्ष सामेल छैन, तर मेरो अपिलमा भएको यो प्रदर्शन भएको हुँदा आज जे प्रदर्शनमा घटनाहरू भएका छन् प्रत्येक घटनाको नैतिक जिम्मेवारी लिन्छ। लोकतान्त्रिक संस्कार भनेको यो हो। संस्कारकै कुरा गर्दै गर्दा अर्कोमा सम्झिन्छु सम्माननीय प्रधानमन्त्री कमरेड केपी ओलीले एकपटक के भन्नु, नेपाली कांग्रेस पार्टी अलोकतान्त्रिक दल। मलाई यहाँ उभिएर उहाँको पनि आलोचना गर्ने कुनै चाहना छैन, तर यो स्पष्टीकरण त राख्नै पर्छ। कांग्रेस अलोकतान्त्रिक दल हो भन्दै गर्दा संसदमा उभिएर भने सभामुख महोदय केही महिना अगाडि मात्रै हो, वर्ष दिन अगाडि मात्रै हो कांग्रेसको पनि महाधिवेशन भयो, एमालेको पनि महाधिवेशन भयो, दुईटै महाधिवेशनमा प्रतिस्पर्धा भयो, जित हार भयो। कांग्रेसको सभापति शेरबहादुर देउवासँग लडेर हारेका शेखर कोइराला यही संसदमै हुनुहुन्छ, अर्का हारेका प्रकाशमान सिंह पनि संसदमै हुनुहुन्छ, अर्का उम्मेदवार विमलेन्द्र निधि संसदमै हुनुहुन्छ, केन्द्रीय सदस्य बनेर कल्याण गुरुङ बस्नु भएको छ, अघिल्लो चोटि चुनाव लडेर हारेका कृष्ण प्रसाद सिटौला राष्ट्रिय सभामा संसदीय दलको नेता हुनुहुन्छ, अघिल्लो चोटि शेरबहादुर देउवासँग लडेर हारेका एकजना नेता मात्रै संसदमा हुनुहुन्न, तर संसदमा नभएर के भयो सम्माननीय राष्ट्रपतिको रूपमा देशको राष्ट्रिय भवनमा शीतल निवासमा राष्ट्रपति भएर बस्नु भएको छ। हामीसँगको प्रतिस्पर्धा भित्रको लोकतान्त्रिक संस्कृति यो छ। तर म सोध्न चाहन्न सभामुख महोदय कि कमरेड केपी ओलीसँग सभापति पदमा प्रतिस्पर्धा गरेका भीमरावहरू कहाँ हुनुहुन्छ? तपाईँ हामी जान्दछौँ संस्कार थियो। तपाईँले देख्नुभयो, तपाईँले मत दिएर पठाएको चन्द्र भण्डारी निर्वाचित भएर माथि संसदीय दलमा पुग्दै गर्दा, झापाबाट आएको विश्वप्रकाश पुग्दै गर्दा, मेची महाकालीबाट सांसदहरू पुग्दै गर्दा एउटा दलमा मात्रै आफ्नो दलभित्रको लोकतान्त्रिक संस्कृतिले प्रतिस्पर्धा भयो, त्यो हो कांग्रेस। त्यो दृश्य सम्झिनुहोस् त, मिडियाका साथीहरूले छापेको शेरबहादुर देउवा संसदीय दलको नेता फेरि बन्छु भनेर उम्मेदवारी दर्ता गर्न उभिनु भएको छ। अब शेरबहादुर देउवा होइन, अब गगन थापा बन्नुपर्छ भनेर शेरबहादुर देउवाकै छेउमा मुस्कुराएर हामी उभिएका छौँ। देउवा पनि मुस्कुराएर उभिनु भएको छ, गगन थापा पनि मुस्कुराएर उभिनु भएको छ। लोकतान्त्रिक प्रतिस्पर्धा भयो, जितार भयो, जित्नेलाई माला लगाइयो, कुरो सकियो। यही लोकतान्त्रिक संस्कृति तपाईँ अरू सबै दलमा देख्नुहुन्न। त्यसैले आदरणीय साथीहरू, मैले तपाईँहरूलाई यो यसकारण बताएको हो किनभने आज देशलाई स्थिरता पनि चाहिएको छ, बलियो संविधान चाहिएको छ, गणतन्त्रको सुदृढीकरण चाहिएको छ, राजनीतिक संस्कार पनि चाहिएको छ र देशको समुन्नतिमा गति पनि चाहिएको छ। एकजना युवाले मलाई एकपटक भन्नु, 4-5 जना युवासँग संवाद गर्दै थिएँ, मलाई भन्नुभयो कि दाइ 70 वर्ष भयो कांग्रेसले देशका लागि केही गरेन, गर्न सकेन, त्यसैले गएको निर्वाचनको बेला मेरा आमा बाबाले त रुख चिन्हमा भोट हाल्नुभयो, मैले रुखमा भोट दिएँ। अनि मैले भने ठिक छ भाइ, तपाईँले जसलाई मत दिनुभयो तपाईँको अधिकारको कुरो हो, तर के कांग्रेसले 70 वर्षमा केही पनि गरेन भन्दा केही पनि गरेन दाइ, एउटा उदाहरण देखाउनुहोस् न। अनि मैले भने त्रिचन्द्र कलेज कसले बनायो? उनले भने ए त्रिचन्द्र कलेज कांग्रेसले बनाएको हो, यो त राणा प्रधानमन्त्रीले बनाएको। मैले भने सही भन्नु, राणा प्रधानमन्त्रीले बनाएको, तर तपाईँलाई बुझ्न सजिलो हुनको लागि मैले उदाहरण दिएको। देशको पहिलो कलेज राणा प्रधानमन्त्रीले बनाए, तर पहिलो विश्वविद्यालय कसले बनायो तपाईँलाई थाहा छ? को विश्वविद्यालय कुन? उनले भने थाहा छैन। पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय हो, कांग्रेसले बनायो। तपाईको बाबा कहाँ पढ्नु भएको भन्दा त्रिभुवन विश्वविद्यालय, आफ्नै घरमा बाबाको सर्टिफिकेटमा रहेछ त त्रिभुवन विश्वविद्यालय कांग्रेसले बनायो। म त होइन, म त +2 मा पढ्छु भयो। ए ओके, +2 मा पढ्नुहुन्छ? यो देशमा +2 को अवधारणा चाहिँ कसले भित्रायो भाइ? खोज्नु भएको छ भन्दा किन दाइ यो नेपालमा +2 को अवधारणा पनि कांग्रेसले ल्याएको हो? कांग्रेसले सरकार भएकोबाट ल्याएको, अनि आफ्नै हातमा सर्टिफिकेट आउने रहेछ त बाबु कांग्रेसले नै बनाएको +2 को, कांग्रेसले केही गरेन भन्ने?
त्यसपछि भाइले भने दाइ मेरो हतारो छ, म लाग्छु, कहाँ जान आँटेको? हजुरआमालाई क्यान्सर भएको छ, क्यान्सर हस्पिटल जान आँटे। ए ओके, क्यान्सर हस्पिटल कहाँ जाने? उसले भने भरतपुर। अनि मैले भने भाइ बिपी कोइरालाको नाम सुनेको छ? उसले भने सुनेको छ। बिपी कोइरालाको नाम कसले सुन्दैन दाइ? मैले भने भाइ बिपी कोइराला 25 सालमा जेलबाट छुट्नु, 3 सालमा राणाको जेलमा बस्दा क्यान्सर लागेको बिपी कोइराला 25 सालमा 8 वर्ष जेल बसेर छुटेपछि पूर्व प्रधानमन्त्री क्यान्सरले ग्रसित भइसक्नु भएको थियो। उहाँले उपचार गर्नलाई विदेश जानलाई पासपोर्ट चाहियो भनेर माग गरेको 4 महिनासम्म परराष्ट्र मन्त्रालयले पासपोर्ट दिएन। त्यो बेलामा सिडिओ कार्यालयले परराष्ट्रले दिन्थ्यो। नदिइसके पछाडि उहाँले दरबारमा निवेदन लेख्नुभयो। राजा महेन्द्र उपचार गर्न गएका थिए, वीरेन्द्र युवराज थिए, उहाँले निवेदन लेख्नुभयो। श्री 5 युवराधिराज सरकारको चुनावमा, सरकार म विशेश्वर प्रसाद कोइराला पूर्व प्रधानमन्त्री क्यान्सरको रोगी उपचार गर्न जानुलाई पासपोर्ट मागेको, परराष्ट्र मन्त्रालयले पासपोर्ट दिएन। सरकार पासपोर्टका लागि चाहिँ हुकुम बक्सोस्, आदेश बक्सोस्। 3 महिना पछाडि दरबारबाट चिठी आयो। चिठीमा लेखिएको थियो श्री विशेश्वर प्रसाद कोइराला विराटनगर पूर्व प्रधानमन्त्री श्री विशेश्वर प्रसाद कोइराला विराटनगर, तपाईले क्यान्सरको उपचार गर्न जान, विदेश जान पासपोर्ट चाहियो भनी श्री 5 युवराधिराज समक्ष दिनुभएको निवेदन युवराधिराज सरकारको चुनावमा पेश हुँदा सरकारबाट परराष्ट्र गृह मन्त्रालयलाई तपाईको चालचलन बारे सोधनी बक्स हुँदा तपाईको चालचलन अहिले पनि व्यवस्थाको अनुकूल नभएको भन्ने बुझिएको हुँदा तपाईलाई पासपोर्ट दिन नसकिने व्यवहार हुकुम बमोजिम निर्देशनानुसार जानकारी गराउँदछु। अनि मैले त्यो युवकलाई भने भाइ त्यही बिपी कोइरालाकोले क्यान्सरको उपचार गर्नलाई पासपोर्ट चाहियो भन्दा नपाएको कुरोलाई हृदयमा राखेर नेपाली जनताका छोराछोरी कसैले क्यान्सर हुँदा विदेश जानु नपरोस् भनेर बिपी कोइरालाकै नाममा काङ्ग्रेसले भरतपुरमा क्यान्सर हस्पिटल खडा गर्यो। तिमी हजुरआमालाई लिएर हस्पिटल जाँदैछौ अनि भन्दैछौ 70 वर्षमा काङ्ग्रेसले केही गरेन। त्यो भाइसँग बोल्ने कुरा केही थिएन। उनले हिँड्ने बेलामा जाँदा जाँदै भने मैले ए भाइ उपचार गर्न जाँदैछु भने बिमाको कागज छ भन्दा छ। हो त्यो बिमा भन्ने कुरा पनि नि कहिले आयो, कोबाट आयो भन्ने तिमीलाई सम्झना छ भन्दा छैन दाइ? किन काङ्ग्रेसले भन्दा गगन थापाको नाम सुनेका छौ भन्दा सुनेको छ। हो उनी गगन थापा काङ्ग्रेसको महामन्त्री, स्वास्थ्य मन्त्री भएको बेलामा आएको बिमाको कागज बोकेर तिमी अस्पतालमा जाँदैछौ अनि भन्छौ कि काङ्ग्रेसले देशका लागि केही पनि गरेन, तिम्रो लागि केही पनि गरेन। अब त्यो भाइ बडा दुखी भइसकेको थियो। हिँड्ने बेलामा भन्यो दाइ अहिलेलाई यति नै कुरा गर्छु, म माफी चाहन्छु। दाइको मोबाइल नम्बर पाऊँ, उसले यसरी मोबाइलमा भन् भाइ मेरो नम्बर 9841 भन्न थालेपछि डायल गर्न के भाइ मोबाइल पनि बोक्छ हौ। हजुर दाइ, अनि मोबाइल चाहिँ कहाँबाट आयो बाबु भनेको? किन दाइ यो पनि काङ्ग्रेसले हो बाबु। यो देशका नागरिकहरूले मोबाइल बोक्न सक्ने गरी निजी क्षेत्रलाई पनि प्रतिस्पर्धामा ल्याएपछि लाइन लागेर सिमलिन लाठीचार्ज बेहोरेका नागरिकले आज हात हातमा मोबाइल पाउने अवस्था भयो। यो पनि काङ्ग्रेसको कारण। अनि जाँदै गर्दा कुन बाटो जान्छौ भनेको बिर्तामोडबाट पश्चिम हुँदै चाहिँ उहाँ जान्छु। अनि तिमीलाई सम्झना छ राजा महेन्द्रको पालामा त्यसले पूर्णता पायो, आकार बढ्यो होला, तर बिपी कोइराला प्रधानमन्त्री भएकै बेलामा मेचीदेखि महाकालीसम्मको महेन्द्र राजमार्गको रेखाङ्कन सुरु भयो। त्यसैले आदरणीय आमाबुबा दिदीबहिनी दाजुभाइहरू, समय कम छ, महामन्त्री गगन थापाले बोल्नु छ। म यसलाई संक्षिप्तमा अब यो व्याख्यामा जान चाहन्न। तपाईँहरूलाई एउटा चाहिँ आग्रह गर्न चाहन्छु। यसरी असन्तुष्ट भएर काङ्ग्रेसलाई भोट नदिए पनि त्यो मान्छे गणतन्त्रकै कुनै दललाई भोट दियो होला। भोट दिँदै गर्दाखेरि अहिलेको बेलामा भनिएको भाष्यलाई भत्काउन जरुरी छ, बुझ्न जरुरी छ। कतिपयले के भन्छन् भने हजारौँ राजा वडामा पाल्नुभन्दा एउटा राजालाई गद्दीमा राख्नु राम्रो। ओहो सुन्दै गर्दा कस्तो आनन्दको छैन? हजारौँ राजालाई वडामा पाल्नुभन्दा गद्दीमा एउटा राजा राख्नु कुरो त ठिक छ। अनि मैले भने यो कुरा जसले मलाई भन्नुभयो, मैले उहाँलाई भने कुरो ठिक हो, तर गुल्मीको नगरपालिका कमघासको या गुल्मी दरबारको या भगत सिंहजीले नेतृत्व गरेको पालिकाको सोच्नुहोस् त, एउटा वडाको नागरिकलाई नागरिकता चाहियो भने वडाध्यक्ष खोज्दै हिँड्ने कि नारायणी दरबारतिर जाने? मैले यसरी सानो उदाहरण दिन्छु नि, होइन वडाध्यक्ष त चाहिँदो रहेछ। अनि मैले भने तपाईँले राजा भनेको त्यही वडाध्यक्ष लाग्यो, वडाध्यक्ष चाहिँदो रहेछ। वडाध्यक्ष पालिका अध्यक्ष चाहियो। पालिका अध्यक्ष भएपछि त्यहाँको कुरा प्रदेश र केन्द्र सरकारमा पुर्याउनलाई सांसद चाहियो कि चाहियो। त्यति भइसकेपछि हजारौँ राजा भनेर भनेको ठाउँमा त के रहेछ भन्दा यो जनप्रतिनिधि रहेछ। तपाईँहरूलाई लागेको छ भन्नेले मलाई यो भने कि राजा सबैको साझा। मैले भने राजा सबको साझा होइन, गणतन्त्र सबको साझा। उनले भने कसरी? मैले भने
गणतन्त्रको संसदमा दलितको संख्या हेर, जनजातिको संख्या हेर, मधेसीको संख्या हेर, अल्पसंख्यकको संख्या हेर, यो देशको पहिलो राष्ट्रपति बन्दै गर्दा मधेसीको छोरो बनेको छ। गणतन्त्र सबको साझा हो कि होइन? यदि गद्दीमा राजा राख्ने हो भने महिला दिदीबहिनीहरू हुनुहुन्छ, गएर गाउँको कुनै पनि युवकले राजा भन्यो भने सोध्नु होला, उसलाई भन्नु होला यो देश पुरुषको मात्रै हो। गद्दीमा राजा बस्यो भने को बस्छ? पुरुष राजा, राजा मरेपछि को राजा? छोरा, छोरा मरेपछि को? नाति, नाति मरेपछि को? पनाति, पनातिपछि जनाति, जनातिपछि खनाति, सबै पुरुष। के यो देश पुरुषको मात्रै हो? हामी त्यो गणतन्त्रमा छ जसले पहिलो राष्ट्रपति एउटा मधेसी समुदायको मान्छे बनायो भने। गद्दीमा राजा हुन्थे भने कुनै महिलाले यो देशको राष्ट्रपति बन्न पाउँदैनथे। गणतन्त्रले हो सबभन्दा पहिले एउटा कुनै महिलालाई लगेर शीतल निवासमा राष्ट्रपति बनाएर राख्यो भने। त्यसैले तपाईँ हामीले के बिर्सिनुहुन्न भन्दाखेरि भने यो यथार्थलाई बिर्सिनुहुन्न। आज जनमत पनि गणतन्त्रको पक्षमा छ। म यही सम्झिन चाहन्छु, गएको सोभि निर्वाचनमा तपाईँहरू 6 वटा कलेज जित्नु। सुदीप, प्रदीप, गङ्गा, जमुना, मुकुन्द र विशाल, यी 6 वटा सोभि सभापतिहरू गुल्मीले नै गणतन्त्रको पक्षमा अहिले भर्खर 5 गते मत दिएको होइन। मुसिकोटको आनन्द श्रेष्ठ 1 नम्बर वार्ड अस्ति भर्खर कङ्ग्रेसकै पक्षमा मत दिएको गणतन्त्रको पक्षमा होइन। त्यसैले गाउँमा जाँदै गर्दा भन्नुहोला युवकहरूलाई, कर्ममा विश्वास गर्छ कि गर्व? कर्ममा जसले विश्वास गर्छ, मेहनत गर्ने, खट्ने, भिड्ने, लाग्ने अनि नेतृत्व भन्ने, गर्वमा जसले विश्वास गर्छ उसले राज संस्थालाई विश्वास गर्छ। तिम्रो नेता खट्नु पर्दैन, पढ्नु पर्दैन, मेहनत गर्नु पर्दैन, भर्मी हुनु पर्दैन, ऊ त्यो गर्वमा छ। बजाऊ खुट्टा र घर स्यालुट, ऊ तिम्रो भविष्यको गद्दीमा बस्ने राजा। के अहिलेको पुस्ता त्यो चाहन्छ? त्यो चाहँदैन। त्यसैले अन्त्यमा मैले यति मात्रै आग्रह गर्नु छ, काठमाडौँमा आज प्रदर्शन गर्नेहरूलाई पनि, निर्मल निवासमा बस्ने राजालाई पनि, पूर्व राजालाई पनि मिडियाका साथीहरू मार्फत आग्रह गर्नु छ, यदि गद्दीमा बसेको राजा त्यस बेलाको गद्दी सम्झेर फेरि फर्किन चाहेको हो भने यो लोकतान्त्रिक गणतन्त्रभित्र फेरि सम्भावनाका ढोकाहरू हामीले बन्द गरेका छैनौँ। कतिपयले भन्छन् नि जनताले चाह्यो भने गणतन्त्र आउँछ, म मान्छु। राजतन्त्र आउँछ, म मान्छु। जनताले चाह्यो भने राज संस्था आउँछ। तर त्यो भनेको के हो? कहीँको प्रदर्शन, 3 गुणेको प्रदर्शन देखाएर जनता यिनले भनेको बलपुरको प्रदर्शन देखाएर त्यो आज बलपुरको जत्रै प्रदर्शन त गुल्मीमा भइरहेको छ। यो गणतन्त्रको पक्षमा छ, त्यो राज संस्थाको पक्षमा छ। त्यसैले पूर्व राजाले यदि जनता मेरो पक्षमा छन् भन्ने हो भने अरू केही पर्दैन। 84 सालको आगामी निर्वाचनमा जन्मसङ्ग्रह जस्तै मानेर जाउँ न। 84 सालको निर्वाचनभन्दा अगाडि निर्वाचन आयोगमा निवेदन दिउँ राजाले, पूर्व राजाले, मागौँ श्रीपेट चुनाव चिन्ह, जाउँ देशभरि श्रीपेट चुनाव चिन्ह लिएर श्रीपेटको पक्षमा 2/3 मत लिएर आएर संविधान संशोधन गरेर जनताले चाहेको भन्यो भने हामी जनताको भावनामा चुपचाप मान्छौँ। तर हिंसा गरेर सडकमा गरेको प्रदर्शन मार्फतबाट देशमा हिंसा र द्वन्द्व गरिराखेर जनताको छोराछोरी मार्ने खालको अवस्था गएको कुरासँग हामी सहमत हुँदैनौँ। त्यसैले आम दिदीबहिनी दाजुभाइहरूलाई, गुल्मीवासीहरूलाई नेपाली काङ्ग्रेस तेस्रो सम्मेलनलाई सम्पादन गरेर फर्किँदै गर्दा सङ्गठनलाई बलियो बनाउने भन्ने कुरो मात्रै छैन, समाजमा विश्वास गर्ने, प्रेम गर्ने र एउटा नवीन जागरका साथ लोकतान्त्रिक गणतन्त्रको मार्फतबाट देशलाई समुन्नत बनाउने सपनामा पनि एकाकार बनौँ। यति भनिराखेर म मेरो अभिव्यक्ति टुङ्ग्याउन चाहन्छु र सम्मेलनको सफलताको कामना गर्न चाहन्छु। नमस्कार, धन्यवाद, जय नेपाल।